अच्छा देख्नुभयो पोइन्ट पोइन्ट हुन्छ है यो हो यसको घाटै यस्तो हुन्छ नि यहाँ ठुलो छ नि त होइन अब यसरी नै त्यहाँ पनि ठुलो छ त्यही अनुसार हामीलाई हजुर यही हो अनि उतापट्टिको त्यो पिन खोल्नु पऱ्यो आउनुहोस् उतापट्टि यो लक यसो माथि भएपछि यहाँ स्पेस देख्नुभयो यहाँसम्म आउने गरेर बाहिर आउँछ कि यहाँ टाँसिने गरेर ऊ यहाँ तलको छ नि ऊ त्यो लक काटेको हो त्यो लक चाहिँ आएर यहाँ अड्किन्छ क्या त्यसलाई यसो माथि तानेर उयो तान्नु पर्यो हजुर तान्नु पर्यो लाग्ने लगाउने बेलामा चाहिँ आफै लक हुन्छ तपाईँले सरल डाँडा हजुर आफै लक हुन्छ अनि यो खोलिसकेपछि लक त लाउनै पर्यो यस्तो ह्यान्डल सिस्टम बटन सिस्टम हुन्छ कि लाउनु पर्यो भनेर बुझौँ न अब एउटा सिस्टम त भइहाल्छ नि होइन लाउने तरिका फरक त हो नि लाउनु त पर्यो नि त जग लाउने त्यो खोल्ने अनि त्यसपछि यो खोल्ने अगाडि बढाउनु उठाउनु पर्दैन जग्दैन उठाउनु होइन अलिक जग भएपछि आड पाइहाल्यो नि अलिकति बेलुमा उठाउनु जग टेकाइदिनु बेलुक लानु अनि यो ब्रेक राख्नु होला पछाडिको मिररमा के अगाडिको टाउकोमा पहिला यो रोक्यो भने चाहिँ गाडी रोक्यो नि त होइन यसमा बडी ब्रेक भएर अगाडिको टाउकोमा चाहिँ बडी ब्रेक भएर तपाईँको यता लागेन भने त्यसले आएर ठेल्यो नि त आफैले अनि यहाँ हुने होइन आफ्नै गाडीले आफैले हान्ने त्यही त हो नि कारण पछाडि तानेपछि त तपाईँको त्यसै अगाडिको बडी अगाडि कम भन्नेको चाहिँ कसरी लाउँछ वर्कसप हुन्छ बाहिरतिर त पुरै कम्प्युटर सिस्टम गाडीहरू हो ऊबाटै मिलाउनु मिल्छ कि अगाडि ट्रान्सफर पऱ्यो यसमा चाहिँ मिल्दैन हजुर त्यो मेनुअल भयो हामी त वर्कसप जाने मिलाउने अब यसमा हजुर हजुर सबैमा एडजस्टर हुन्छ त त्यही लसँग छोडिदिनु हुन्छ त छोड्नु हुँदैन नि त एक ठाउँमा सेफ्टी हुन्छ त्यहाँ लगाएर बटारेर राख्ने